हेलो सो गाइज वेलकम ब्याक टु माई अनदर भिडियो। आज चाहिँ हामी यता सोमनाथ गुजरातको सोमनाथतिर घुम्न गइरहेको छौँ होइन। यहाँ चाहिँ इन्डियाको पिएम नरेन्द्र मोदीजी आउनु लाग्नु भएको छ। त्यही भएर सो यहाँ चाहिँ फुल डेकोरेसन भइरहेछ होइन। यत्रो डेकोरेसन त मैले आजसम्म नै देखेँ। बहुत बढिया छ। यता चाहिँ हाम्रो केटाहरू छन्, अरू केटाहरू चाहिँ यता पछाडितिर छन्, हामी यता छौँ मदत भएको मान्छेहरू। यता चाहिँ हाम्रो साला रहेका छन्। यता चाहिँ म छु फाइनल्ली गाइज। अहिले नाइटमा खासै राम्रो देखेको त होइन होला, सो त्यही पनि हजुरहरू बिच भिडियो राख्दैछु म। हजुरहरूले लास्टसम्म हेरेर लाइक कमेन्ट सब्सक्राइब गर्न नभुल्नु होला र पेजलाई फलो गर्न नबिर्सिनु होला। सबैले देख्न सक्नुहुन्छ होइन। यस्तो बनाइरहेछ माथि, यो स्वागतको लागि हो सबै होइन। मस्त यतातिर देख्नु सक्नुहुन्थ्यो बाबाहरू पनि यहाँ आउनु लाग्नु भएको छ गाउन गाउनलाई। कोकल चिन्नुहुन्छ यता यहाँ नाइटभरिमा सकाउने हो अरे काम। सो त्यही भएर चाहिँ हामी यहाँ आइरहेको छु, देख्न सक्छौँ। यता पनि टक्क लगाएर मोदी काको यता हुनुहुन्छ होइन। ए साला कहाँ जाँदैछौ हामी? अरे मोदी काका नै हेर्न। रातिको 12 बजेसम्म पनि यहाँ क्रेन लागिरहेको छ क्या। नेपालमा देख्नु भएको छ आजसम्म यस्तो हजुरहरूले। रातिको 12 बजे क्रेन लगाएर काम गर्दैछन् यहाँ। रातिको 12 बजे सेक्युरिटी फुल क्रेन लगाएर देख्न सक्नुहुन्छ। यता क्रेन लगाएर यता मान्छेहरू खतरा यहाँ चाहिँ कामकाज भइरहेको छ होइन। हजुरहरू बाँकी आएर एकचोटि मस्त भिजिट गर्नु होला। हजुरहरूलाई कस्तो लाग्छ? हामी चाहिँ टक्क घुम्दैछु। भोलि आउन मिल्छ कि नै थाहा भएन, त्यही भएर हामी चाहिँ आज टक्क लगाएर घुम्दैछु। हाम्रो केटाहरू चाहिँ पछितिरै हुनुहुन्छ। हामी चाहिँ अघि एकछिन आइसकेका छौँ। यहाँ चाहिँ प्रोग्राम बन्द हुनसक्छ, त्यही भएर चाहिँ हामी आइसकेका छौँ। यतादेखि चाहिँ हाम्रो गाडीहरू पनि चलिरहेको छ के। मैले आजसम्म नै काहीँ देखेको थिएन यस्तो डेकोरेसन होइन। हजुरहरूले देख्न सक्नुहुन्छ खतरा बनाइरहेछ होइन। बाँकी हजुरहरू आएर एकचोटि मस्त गरेर भिजिट गर्नु होला, धेरै राम्रो लाग्नेछ हजुरहरूलाई। यता हेर्नुहोस्, पुरा यो त मेरो क्यामेरा बुलेरो देखाएर पुरा राम्रै देखाइरहेको छैन। हाम्रो साथीहरू चाहिँ धेरै पछि रहिहाल्नु भयो। यता चाहिँ हाम्रो हिरा परमान, हाम्रो यहाँको मान्छे यसले नै घुमाउँदै। यस्तो इन्ट्री हुनुपर्छ होइन साला, हो कि नै भन्न त? यस्तो कहिले डेकोरेसन देखायो तिमीले? यस्तो खतरा बनाइरहेछ के होइन। हामी चाहिँ आइसकेको छु, हजुरहरू पनि आएर टक्क लगाएर सो गाइज हामी चाहिँ भित्र गेटको भित्र धेरै अगाडि भित्र हामीले चाहिँ इन्ट्री गरिसकेको छौँ। यहाँ चाहिँ हाम्रो साथीहरू आउनु भएको साथीहरूलाई चाहिँ थाहा होला होइन। यहाँ अगाडि टक्क लगाएर यहाँ अगाडि घोडा छ क्या, राम्रोसँग क्यामेरामा देखिरहेको छैन। यहाँ अगाडि घोडा छ, त्यो घोडाको भन्दा अगाडि एउटा सक्नुहुन्छ टक्क लगाएर होइन। गाइज हजुरहरू पनि आएर एकचोटि भिजिट गर्न सक्नुहुन्छ। हामी चाहिँ आएर टक्क लगाएर हेरेर घुमिसकेका छौँ। हजुरहरू आएर टक्क लगाएर घुम्नु होला। धेरै दामी बनाइरहेछ है। इधर बात सुनो बोल रहे हमारे सर, बोलो सर। राति नाइट काम, वाओ नाइस ब्युटिफुल भेरी गुड। दामी बनाउँदैछ क्या। भोलि स्वागतको लागि हो, हाम्रो मोदी काकाको स्वागतको लागि हेर लाइट हेर देख्छौ स्वागत खतरा बनाइरहेछ क्या। आँखा तिलिमिली गर्छ त गाइस के हो? आँखा तिलिमिली गर्दैछ। सो हजुरहरू यहाँ आउनु भएको छ भने अवश्य पनि हजुरहरूले हेरिसक्नु भएको होला यहाँको चाहिँ दृश्य कस्तो छ भनेर। अब अहिले चाहिँ कस्तो भइरहेछ हजुरहरू देख्न सक्नुहुन्छ। थिएन यस्तो केही पनि थिएन, यहाँ हेर्न सक्नुहुन्छ हजुरहरू सबैले। पुरा लाइभ टिभी लागिरहेको। सो गाइज हामी चाहिँ भित्र एड भइसकेका छौँ होइन, देख्न सक्नुहुन्छ। लाइभ हो। भोलि मोदीलाई पनि यस्तै लाइभ हेर्ने हो यहाँ गाइज होइन। सो गाइज होइन खतरा छ क्या, देख्न सक्नुहुन्छ। पुरै देखाउँछु हजुरहरूलाई पुरै। सोमनाथની સખાતી જાતો હા એમનો પીછો મળું છું હું મારા હારે કોણ ફેરા ફરે અને ઈ વખતે લાખભાઈ ભાઈએ કીધું
કે મળા હારે ફેરા ફરવા વાળી દીકરીઓ હજી સૌરાષ્ટ્રની ધરતીમાં જીવે છે એ ઉપાધિ તારે ન કરવાની ભલામણ મારે વિરોધતા કરવાની. હા હા અને મિત્રો હમીરજી ગોહિલને